क्लास 6 7 म्याथमा आउने एउटा सिम्प्लिफाई टाइपको क्वेसन छ। हाम्रो क्वेसन के छ 8 डिवाइडेड बाई 3 प्लस 2 1/3 डिवाइडेड 5/6 माइनस 2/3। यस्तो क्वेसन आइरहेछ भने हामी पहिला के गर्छौँ, यस्तो क्वेसनमा कुनै मिक्स क्वेसन छ कि छैन, मिक्स नम्बर छ कि छैन। यहाँ एउटा मिक्स नम्बर छ, कुनै पनि नम्बर मिक्समा छ भने पहिला हामी मिक्सलाई फ्रेक्सनमा चेन्ज गर्छौँ। अब हाम्रो सेम अरू केही चेन्ज नगर्नु होला। 8/3 यो मिक्समा छ भने यसलाई फ्रेक्सनमा चेन्ज गर्नु होला। फ्रेक्सनमा चेन्ज गर्ने मेथड भनेको 2 × 3 प्लस 1/3 डिवाइडेड 5/6 माइनस 2/3। अब 8/3 को त्यही नै हुन्छ 2 × 3 6 6 प्लस 1 7 7/3 डिवाइडेड 5/6 माइनस 2/3। अब त्यसपछि हेर्नु होला फ्रेक्सनको फर्ममा छ अनि बिचमा डिवाइडेड छ। अब डिवाइडलाई मल्टिप्लाई लेखिन्छ 8/3 प्लस 7/3। यो डिवाइडलाई मल्टिप्लाई लेख्दाखेरि पछाडिको नम्बर हाम्रो चेन्ज हुन्छ, पछाडिको चेन्ज भएर यसको जस्ट रेसिप्रोकल 5/6 थियो भने रेसिप्रोकल भएर 6/5 हुन्छ माइनस 2/3। त्यसपछि यहाँ हेर्नु होला कुनै नम्बर कट्छ कि कट्दैन। 7 5 कट्दैन, 3 र 6 कट्छ, यसमा 3 ले काट्न सकिन्छ। 3 1 3 3 2 6 8/3 प्लस 7 माथि के बचेछ 7 × 2 तल हाम्रो 1 × 5 माइनस 2/3। अब त्यसपछि 8/3 प्लस अब 7 × 2 मल्टिप्लाई गर्नुहुन्छ 14 हुन्छ, 14/5 माइनस 2/3। अब यता हेर्नु होला 8/3 बिचमा प्लस छ अनि साइडमा माइनस छ। अब यस्तो आपछि डिनोमिनेटर हेर्नु होला 3 5 3 छ। यस्तो केसमा हामी के गर्छौँ टेकिङ एलसिएम लिन्छौँ। अब टेकिङ तल डिनोमिनेटर जे छ त्यहीको हामी एलसिएम लिन्छौँ। टेकिङ एलसिएम अफ 3 3 5 एन्ड 3 लेख्न सकिन्छ। साइडमा यस्तो केर्न पनि सकिन्छ। साइडमा के छ एलसिएम भन्दाखेरि 3 5 3 यसो साइडमा गर्नु होला। पहिला 2 ले ट्राई गर्नु होला, 2 ले यसमा जान्छ जाँदैन, त्यही भएर 3 को पालो 3 1 3 5 1। त्यसपछि 5 ले जान्छ। अब भन्दाखेरि हाम्रो ए मल्टिप्लाई गर्नु होला 3 × 5 मल्टिप्लाई गर्नुहुन्छ हाम्रो एलसिएम कति आउँछ 15। अब त्यसपछि सबैको तल के लाउन छ 15 लाउन छ, सबैको तल 15 लाउन छ। 8/3 8/3 अब 3 मा कति मल्टिप्लाई गर्नुहुन्छ 15 आउँछ, 3 मा 5 मल्टिप्लाई गर्नुहुन्छ 15 आउँछ, त्यही 5 माथि पनि लेख्नुपर्छ प्लसको प्लस 14/5। अब 5 मा कति मल्टिप्लाई गर्नुहुन्छ 15 आउँछ 3 3 तल पनि माथि पनि माइनस 2/3। अब 3 मा कति मल्टिप्लाई गर्नुहुन्छ 15 आउँछ 5 माथि पनि तल पनि। अब माथि माथि मल्टिप्लाई तल तल मल्टिप्लाई 3 × 5 15 8 × 5 40 14 × 3 मल्टिप्लाई गर्नुहुन्छ हजुरको 42 आउँछ। 5 × 3 15 2 × 5 10 15। अब हाम्रो डिनोमिनेटर सेम छ, डिनोमिनेटर सेम छ भने हामी 15 एउटा लेख्छौँ, माथि जे छ त्यही लेख्नुस्। अब जुन पहिला प्लस छ भने त्यो एड गरिदिनु होला। 14 40 प्लस 42 82 हुन्छ माइनस 10/15। अब 82 बाट 10 सब्ट्रेक्ट गर्नुहुन्छ 72/15। यसलाई स्मल स्टर्ममा पनि लेख्न सकिन्छ। स्मल स्टर्म भनेको अब यसमा हेर्नुहोस् कुन नम्बरले डिभाइड जान्छ 2 ले माथि जान्छ तल जान्न, 3 ले ट्राई गर्नुहोस् 3 ले जान्छ है। अब 15 मा गर्नुहुन्छ 3 ले 5 चोटि, 72 मा 3 ले डिभाइड गर्नुहुन्छ भने 24 चोटि जान्छ भन्दाखेरि 24/5। यसलाई मिक्समा पनि गर्न सकिन्छ। मिक्समा गर्नको लागि 24 मा 5 ले डिभाइड गर्नुहुन्छ 5 4 जा 24 तल भन्दाखेरि यो 4 माथि माथिको साइडमा 5। यही हाम्रो एन्सर हो। थ्याङ्क यू।